विदेशीहरूलाई खाना खाना बोलाएर मैले के खुवाएँ त ल जानु है त। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग आफ्टर सो लङ टाइम। अनि मैले चाहिँ विदेशीहरूलाई इन्भाइट त गरेँ। त्यसपछि यहाँको र नेपालको र क्रोसियाको खाना चाहिँ एकदमै फरक हुन्छ कि उनीहरूले चाहिँ विदाउट एनी मसला त्यो वेगेता भन्ने हुन्छ त्यो मात्रै हाल्छन् एभ्रिथिङमा है। त्यस्तो मसलेदार त्यस्तो स्मेली फुडहरू त केही पनि खाँदैनन्। अनि मैले चाहिँ बोलाएँ खाना खान। अनि आलु राजमा सुक्खा रोटीमा तेल हालेर त्यसलाई के भन्छ त्यही नै बनाएर खुवाइदिएँ। उनीहरूलाई चाहिँ एकदम मिठो लाग्यो र एकदम युनिक भयो कि उनीहरूले कहिले नदेखेको आलु र राजमासँग। अब हामीले त यसरी डोबेर खान्छौँ, उनीहरूले त त्यो रोल गराए जस्तो गरेर तरकारी यताबाट चुइने उताबाट चुइने गरेर खाएँ है। अनि उहाँ चाहिँ मेरो बाकाले चाहिँ अर्चिड फुल लिएर आउनुभएको थियो। त्यसपछि चाहिँ मेरो रुममा चाहिँ माइक्रोवेभ छैन भन्ने थाहा पाएर माइक्रोवेभ गिफ्ट लिएर आएँ अनि मलाई एकदम खुसी लाग्यो के गिफ्ट रहेछ भनेर खोलेर हेर्दा चाहिँ माइक्रोवेभ थियो। मेरो साथीहरू चाहिँ यहाँ कस्तो खालको छन् भन्दा सबै अलि एजेड टाइपका मात्रै छन्। अनि यो फोटो खिच्न भिडियो गराउन भनेपछि अलि झ्याउ मान्ने कि कति फोन चलाएको कति मोबाइल चलाएको, ए छोडिदे राख इन्जोय गर यत्तिकै बस भन्छन् कि। अनि यो चाहिँ मैले साथीलाई ल छोपिदेऊ त एकछिन यत्तिकै भनेर मैले छोप्न पठाएर चाहिँ उसले भिडियो गराएको। त्यसपछि एकछिन नाच्दाखेरि गराएँ। मैले केही भिडियो खिच्न पाएन, केही गर्न नि पाएन, यत्तिकै नै सक्यो कि। अनि मैले यो भिडियो चाहिँ यो बनाएको चाहिँ 1 महिना जति भइसक्यो। मलाई पोस्ट गर्ने केही गर्ने मलाई मोटिभेसनै थिएन। मैले पोस्ट गर्दा नि गर्थेन होला, तर मेरो साथीले मलाई फोर्स गरेर होइन तिमीले हाल्नै पर्छ, तिमी यस्तो भ्लग गराएको भिडियो गराएको मान्छे तिमी अहिले के भएको, सधैँ अरूलाई कन्फिडेन्स दिने मान्छे, अरूलाई एप्रिसिएट मोटिभेट गर्ने मान्छे, अहिले आफू नै किन यस्तो भएको, तिमीले गर्नै पर्छ, यिनी हाल तिमीले पनि भनेर मलाई यति धेरै मोटिभेसन गरेर जे हुन्छ हुन्छ जे बोल्न आउँछ भनेर चाहिँ मैले हालिदिएँ। थ्याङ्क यू सो मच फर वाचिङ।